लुम्बिनी नेपालको रूपन्देही जिल्लामा अवस्थित एक ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल हो। यही गौतम बुद्धको जन्म ईसा पूर्व 623 तिर भएको मानिन्छ। लुम्बिनी बौद्ध धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल मात्र नभई विश्व शान्तिको प्रतीक पनि हो। लुम्बिनीलाई युनेस्कोले सन् 1997 मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। यहाँको मुख्य आकर्षणहरूमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पोखरी जहाँ बुद्धकी आमा मायादेवीले स्नान गर्नुभएको थियो, विभिन्न देशहरूले निर्माण गरेका स्तूप तथा गुम्बाहरू पर्छन्। भारतीय सम्राट अशोकले तेस्रो शताब्दीमा यहाँ स्तम्भ स्थापना गरेका थिए, जसमा बुद्धको जन्म यही भएको हो भन्ने अभिलेख लेखिएको छ। यो प्रमाणले लुम्बिनीको ऐतिहासिक महत्त्वलाई पुष्टि गर्दछ। आज लुम्बिनीमा विश्वभरका बौद्ध अनुयायीहरू अध्ययन, साधना र ध्यान गर्न आउँछन्। यहाँ रहेको लुम्बिनी विकास क्षेत्रले धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याइरहेको छ। यसले केवल नेपालको धार्मिक पहिचान मात्र होइन, विश्व शान्तिको सन्देश समेत फैलाइरहेको छ। लुम्बिनी एउटा मात्र भौगोलिक स्थान होइन, यो मानव सभ्यताको इतिहास, करुणा र शान्तिको प्रतीक हो।